बेइज्जत। अहिलेसम्म अमेरिकामा 5-6 वर्ष बसेर फास्ट फुड राउँडसित किन्न आउँदैन। हेट प्रेसर हेर, त्यहाँ किन्न जानेको प्रेसर आमामामा गएँ। अनि त्यस पछाडि त्यहाँनिर चाहिँ यो चाहियो त्यो चाहियो यहाँ चाहियो त्यहाँ चाहियो भन्दै त यस्तो प्रेसर पर्छ। भन्यो 5 रुपियाँमा किनेर 6 रुपियाँमा किनिहाल्छु त भन्यो। बिल आउँछ $14, $15, $17। उहाँ साइडको चाहिँ चाइनिज अनि इन्डियन नेपाली रेस्टुरेन्टहरू हाँसेर बसिरहेको हुन्छ। मुला साग $17 त यहाँ मजाले खुवाउँथ्यो नि तँलाई भनेर। के साह्रो हुन्छ भनेर चाहिँ फास्ट फुड गयो, ड्याङ पैसा हुन्छ। यत्रो आत्तिएर क्या मन आत्तिएर। केचप चाहियो के चाहियो यसो चाहियो यो सस्ता त्यो सस्ता के हाल्ने यसो मुटु ढुक हुन्छ यो पनि त्यो पनि हुन्छ भन्दै पैसा कहाँ हो। अब यसो खोजेको यो पनि चाहिँ ऊ रहेछ क्या, साइन्स विज्ञान। यत्रा युनिभर्सिटी के गरेर बस्यो, त्यही अनुसन्धान गरेर बस्यो। साइकोलोजी के हुँदो रहेछ भने त्यो ठुल्ठुलो अक्षरमा चाहिँ नम्बर लेखिदिन्छ, सानसानो अक्षरमा चाहिँ पैसा लेख्छ। अनि त्यहाँ बसेको मान्छेलाई थाहा हुन्न, तर त्यहाँ बसेको त गुरुलाई थाहा हुन्छ नि त, माथिको मान्छेलाई। अनि त्यसले के भनिदिया हुन्छ भने मान्छेलाई यसरी अफर गर भने हुन्छ, 2-4 चाडको यो चाह्यो त्यो चाह्यो त्यो। अब मान्छेलाई स्ट्रेस पर्छ, त्यस्तरी सोधेपछि पछाडि अर्को मान्छे बसेको हुन्छ, केही न केही त भन्नु पर्यो। स्ट्रेसमा मान्छेले के गर्छ, रङ डिसिजन दिन्छ। त्यही भएर साथी हो, लामो सास तान्ने, लामो सास छोड्ने, अनि बल्ल किन्न जाने।